यो चाहिँ लोकल सुँगुरको मासु घरको मतलब गाउँबाट काटेको गाउँमा काटेको यो चाहिँ आज चाहिँ हाम्रो लन्चमा चाहिँ सुँगुरको मासु छ लोकल अब हाम्रो जस्तो हुन्छ सुँगुरको मासु नखाऊ भने पनि अब आइहाल्छ है गाउँमा काटेको सुँगुरको मासु चाहिँ अब के गर्नु हुँदा त के पनि हुँदैन खानु हुँदैन त उयो अलिअलि टिपेपाटीले धुन हात भइहाल्छ सुँगुरको मासु काटेछु है हेर्नुहोस् है अन्त तपाईँहरूले कता कता पिस बनाउनुहुन्छ म चाहिँ यो ठिकैको बनाउनु मन लाग्छ हड्डी रहेछ यो हड्डी पिस अन्त यो फलमासु हड्डीहरू यो काटाउने चाहिँ त्यो हड्डी अलिक सानो बनाएन हो ठिकै छ हड्डी चुस्नु हो खाना त यस्तो छ सेतो बोसहरू यी बोसहरू यस्तो छ यी हेर्नुहोस् त यी तपाईँहरूलाई पनि यस्तो त अब मनपर्छ पर्दैन हामीलाई चाहिँ यस्तो मनपर्छ पिस अब आज चाहिँ डुकुसँग हाल्नुहुन्छ होला हो कि त्यसै परपर खानुपर्ने हो कि पिस साह्रै म त ठुलो मन पर्दैन कि तर अब हाम्रो बोजूले त ठुल्ठुलो खान्छ नि अब मन पराउँछ तर म चाहिँ सानो सानो काट्छु हौ म चाहिँ अलिक कन्जुस प्रकारले काट्छु कि हेर्नु नि यत्रो मात्रै पिस बनाउँछु म चाहिँ अलिक कन्जुस छु नि त मान्छे कि अन्त कन्जुस स्टाइलले नै काट्छु म बोजूले त यसको डबल काट्नुहुन्छ नि यो चाहिँ फलमासुहरू हेर्नुहोस् है अब ल है तपाईँलाई के कस्तो लाग्छ मेरो काटाइमा है कस्तो हुन्छ ल यसो लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् लाइक पनि गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् न है कस्तो हुन्छ मेरो काटाइमा के कस्तो हुन्छ यसो ल है कमेन्टबाट जान्न सकौँ है मान्छेलाई यसलाई म पकाउँदै अहिले खाँदा पनि म देखाउँछु नि मेरो कसरी खान्छु म हो यसो तपाईँहरूले कमेन्टमा भनिदिनुहोस् न मेरो अब पिस ठिक छ छैन या त अलिक ठुलो बनाउनु पर्ने हो सानो बनाउनु पर्ने हो म त यी अलिक साह्रो ठुलो मन पर्दैन कि अन्त यसलाई दुईवटा बनाउनु ठिकै हुन्छ हेर्नुहोस् त यी मेरो पिसहरू चाहिँ यस्तो छ है के हो के गर्छु नि त म त
एकछिन बाहिरको हाम्रो बाजे बोजूहरू चाहिँ एकछिन बजार गएको सिलगढीबाट आएको कि अन्त साह्रो उयो भएर आज फेरि निस्केको नि बजार जाउँ भन्दा सुषमालाई फोन गर्नुहोस् आयो कि होइन यता आउनुहोस् गाडी ब्याक गर्दै पनि बोकेको अहिले त्यहाँ हो कसो अगाडि बस्नु सानो गाडीमा पछाडि हुन्छ अहिले एकछिन बजारबाट आएर खाना खाएको हाल्छु सुँगुरको मासु पाकेर चाहिँ म कतिला खुवाउ भइसक्यो अब यतिलाई अब सामा गइदिनु भन्छ गइकिन आउनु है ल मजाले पकाइराख है ल नि पाकिसक्नु थियो सानो भएको सालहरू लगाइराख्नु मिनी भन्दो रहेछ होइन उसलाई भनेको सानो भएको सालहरू आइराख्यो होला नि त तलहरूको खाना केराको पनि मिठो मिठो छ खावा चाहिँ राम्ररी चापी खानुहोस् त एक प्रकारको टेस्टी छ केराको बनाएको आउँदैन पहिला खाएँ टेस्ट गरिदिएको म त कस्तो भएछ भनेर कि टेस्ट नुन टेस्ट गरेको है 2 पिसे अचार यो डल्लेको पेस्ट यो चाहिँ धनियाँको अचार म चाहिँ निरामिस एकदम नमस्ते प्रयोगी द किचन ब्लगमा चाहिँ स्वागत जनाउँदै हजुरहरूलाई स्वागत जनाउँदै हामी चाहिँ खाना आँटेको आज चाहिँ हाम्रो चाहिँ पर्क छ पर्क राइस आजको लन्च बालाजीको ल अब हामी दिनु थाल्यौँ है यो चाहिँ हाम्रो छम्मीले यो चाहिँ सेजुन हो अन्त यो धनियाँको अचार अचारमा त काँटा पर्छ बुझेको यो सेजुन निनी पर्दैछ नि त विशाल अब उसको हो निनीलाई भेट्नु त आफ्नो भनेको एकअरी आएको भनेको म चाहिँ दाल खाँदिनँ ग्रेभीसँग मनपर्छ मलाई चाहिँ त्यही भएर चाहिँ भुँडी फुल्लाको हुन्छ